गुरिया वा गुरही पर्वबारे थारू लोककथा आजको कथा रहेको छ। गुरिया वा गुरही पर्व नेपालभर विभिन्न स्थानमा, त्यसमा पनि तराईका थारू समुदायको बसोबास रहेको स्थानमा श्रावण शुक्ल पक्षको पञ्चमी तिथि वा नाग पञ्चमीको दिन गुरही पर्व मनाउने गरिन्छ। यस दिन नेपालको लोक जातिको रूपमा समेत चिनिने थारू जातिले गुरिया वा गुरही पर्व हर्षोल्लासपूर्वक मनाउने र आफ्नो कुल देवतालाई गाईको दूध चढाउने दिनको रूपमा समेत चिनिएको छ। प्रस्तुत छ यसै विषयमा थारू लोककथा 4 किम्वदन्ती। यसलाई संकलन गर्नुभएको छ दिलबहादुर चौधरीज्यूले। प्रथम किम्वदन्ती। पौराणिक काललाई हेर्ने हो भने आर्य र अन्य जातिबीच प्रतिस्पर्धा र समय समयमा वैरभाव भएको देखिन्छ। त्यति बेला आर्य र नाग वंशको वैवाहिक सम्बन्ध पनि थियो र समयक्रममा वैरभाव पनि। ऋषि जरत्कारुको पत्नी नाग जातिकी थिइन्, जसबाट आस्टिक ऋषि जन्मेका थिए। 5 पाण्डवका माता कुन्तीका माता पनि नाग कन्या थिइन्। महाभारतका अभिमन्युका पुत्र राजा परीक्षित थिए, जसलाई तक्षक नागले डसेको थियो। परीक्षितका छोरा जन्मेजय राजा भएपछि सोही रिसले नाग जातिको भीषण संहार गरेका थिए। तर समय बित्दै जाँदा तिनै तक्षक नागको चौथो पिँढीको एक कन्याको विवाह राजा परीक्षितको चौथो पिँढीमा हुन पुगेको थियो। केही समयपछि विवाहित ती नाग कन्याले एक महिलासँग आफू नाग वंशको भएको र यो कुरा कसैसँग नभन्न आग्रह गरेकी थिइन्। ती महिलाले अर्की महिलासँग पनि उनी नाग वंशकी कन्या भएको तर अरूलाई नभन्न आग्रह गरिन्। यसो गर्दा गर्दा यो कुरा शहरमा फैलियो र नाग वंशका महाराजसम्म पुग्यो। महिलाको मनमा कुनै पनि कुरा लामो समयसम्म टिक्दैन भन्ने रिसले राजा आगो भए र शहरका सबै केटी महिलाहरूलाई चौराहामा जम्मा गर्न लगाए। उनले सबैलाई कोर्राले पिट्न लगाए र मारे। त्यस बेलादेखि नै गुडिया पिट्ने चलन चलेको हो भन्ने पनि एउटा भनाइ छ। दोस्रो किम्वदन्ती। एक शहरमा राजाका छोराछोरी दाजुबहिनी बस्थे। उनीहरू एक अर्कालाई निकै माया गर्थे। दाजु चाहिँ भगवान भोलेनाथ र कालिका भक्त थिए र दिनदिनै मन्दिर जान्थे, जहाँ एउटा नाग देखिन्थ्यो। उनले नागलाई दिनदिनै दूध खुवाउँथे। सर्प भगवान भोलेको अति प्यारा प्राणी मध्ये पर्छ, उनको गहना मानिन्छ। भक्त बालकलाई देखेर नाग निस्कन्थ्यो। ऊ बालकको खुट्टामा मायाले लटपटिन्थ्यो र मनी छोडेर बिलाउँथ्यो। एक दिन पूजा गर्न निस्किने बेला बहिनीले आफू पनि मन्दिर जाने अड्डी लिइन्। दुवैजना चना, केराउ, मटराको घुघरी, दूध, परिकार, मकैको भुजा लिएर मन्दिर गए। मन्दिरमा पुग्दा नाग फेरि देखा पर्यो र दाजुको खुट्टामा मायाले बेरियो। बहिनीलाई लाग्यो कि मेरो दाजुलाई नागले डस्यो। उनी चना, केराउ, भुजा, दूध राखेको ढकियाले पिटेर सर्पलाई मारिदिन्। दाइले सर्पको बारेमा बहिनीलाई पूरा कहानी बतायो। कहानी सुनेर बहिनी निकै रोइन् र पश्चाताप गरिन्। दाजुको लागि सर्प र बहिनी बराबर थिए। घटनापछि त्यहाँ भएका मानिसले भने सर्प देवताको रूप हुन्छ, त्यसैले बहिनीलाई दण्ड र सर्पलाई पूजा जरुरी छ। तर बहिनीले दाजुको प्राण बचाउन मात्र यसो गरेकीले बहिनीको रूपमा गुडियाले हरेक वर्ष दण्डित हुन आवश्यक छ। यसले दाजु बहिनीको माया प्रेम अझ बढेर जान्छ भने। त्यस बेलादेखि दाजु, भाइ, दिदी बहिनीको त्यो माया प्रेमलाई सम्झन, अमर बनाउन यो समुदायमा नाग पञ्चमीको दिनमा केटीले गुरिया फाल्ने र केटाले पिट्ने चलन रहेको भनिआएको छ। तेस्रो किम्वदन्ती। एकजना व्यक्ति त्योहार मान्न आफ्नो बहिनीलाई बोलाउन गएको थियो। बहिनीको बिहा धनी घरमा भएको थियो। गरिब दाजुहरूलाई देखेर उनी मान मर्यादामा व्यवस्था गरिन्। उनको व्यवस्था र अपमानका कारण दाजु घर फिर्ता भए। बहिनी एक्लै माइती आइन्। बहिनीको बानी बेहोराका कारण माइती पक्षले पनि जति गर्नुपर्ने हो मान मर्यादा गरेन। बिदाईको दिनमा माइती पक्षले बहिनीलाई नदी पार गरेपछि अब कहिले नआउनु भनी बिदाई गरे रे। बिदाईको दिनमा नाग पञ्चमी थियो। त्यस बेलादेखि नै कपडाको गुरिया वा गुरहीलाई पिट्ने र नदीमा सेलाउने चलन चलेको हो भनी किम्वदन्ती रहेको छ। चौथो किम्वदन्ती। स्वर्गका राजा इन्द्रले पृथ्वीमा मनुवाहरूको हालखबर बुझ्न एकजना परीलाई पठाएका थिए रे। मानव रूपमा आएकी ती चमत्कारी परीले धेरै वर्षसम्म हालखबर बुझ्दा बुझ्दा पृथ्वी लोकका मानिसहरूसँगको माया मोहले बाँधिन्। समय पूरा भएपछि देवलोक स्वर्गका राजा इन्द्रले परीलाई बोलाए। मानिसहरूले तिनी गएपछि आफूहरू समस्यामा पर्ने बताए।
उनले मानिसहरूको रोग व्याधा दुःख कष्ट आफू लिएर जाने बताए। मानिसहरूले उनलाई भव्य मान सम्मानका साथ विदाई गरे। त्यो दिन नाग पञ्चमी थियो। त्यस बेलादेखि गुरही वा गुरिया पिट्ने चलन चलेको भनी किंवदन्ती रहेको छ।